हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज चाहिँ हामी क्याम्पिङ गर्न जाँदैछौँ। हाम्रो सायद आज डे क्याम्पिङ हुन्छ होला र हामी चाहिँ खोलामा जाँदैछौँ। यहाँबाट हामीलाई ट्रेकिङ गरेर चाहिँ यस्तै कति 40 मिनट लाग्छ होला होइन, 40 मिनट त्यस्तै लाग्छ होला। र अहिलेको टाइम कति भइरहेको छ भने ट्याक्कै 1:04 गइरहेको छ। हामी चाहिँ टक्कसँग डे आउट एकदम बवाल खालको गर्छौँ। यताबाट हल्का लाइटनिङ चाहिँ यताबाट छ है, यताबाट राम्रो आउँछ होला। अनि यो चाहिँ मेरो फर्स्ट क्याम्पिङ भिडियो पनि हो र फर्स्ट क्याम्पिङ भिडियोमै यो पनि मसँग हिँड्दैछ र इन्ट्रोडक्सन दिउँ है। यसको इन्ट्रोडक्सन नाम के हो तेरो? नाम अमिल कुमार हो। यो चाहिँ अमिल हो होइन। ल यसको पनि च्यानल छ। च्यानलको अहिले नाम भन्नु पर्दैन, म डिस्क्रिप्सनमा लिङ्क राखिदिन्छु, त्यहाँबाट चेकआउट गर्न सक्नुहुन्छ। र यो पनि मेरो फर्स्ट क्याम्पिङ भिडियो हो। तपाईँहरू मलाई पनि सब्सक्राइब गर्नु होला, फेरि मलाई नगर्ने उसलाई गर्ने चाहिँ नगर्नु होला नि फेरि भन्दै आजको हाम्रो क्याम्पिङ स्टार्ट भइरहेको छ। खोला चाहिँ हामी चाहिँ ट्रेक गर्दै चाहिँ हामी चाहिँ ओह्राली रास्ता हुँदै जानुपर्ने हुन्छ। तपाईँहरूलाई थोरै अगाडिको वे देखाउँछ है त। खोला चाहिँ हाम्रो उहाँ छ क्या अहिले त्यो खोला, तर हामी चाहिँ यता हाम्रो चाहिँ यहाँ तल हुन्छ, तर भन्न खोजेको उताबाट आएको बगेको यस्तै खोला क्या त्यो हो। सो बाटो त अब यस्तै हो है। अब ट्रेकिङ लभरहरूलाई चाहिएको बाटो पनि यस्तै हो र यहाँको बाटो पनि यस्तै छ। अहिले चाहिँ एन्टीलाई ब्याकलाइट यताबाट आउँछ है राम्रो, खास उतापट्टि हो कि यसरी जानुपर्ने ट्र्याक होइन। ल हिँड अगाडि हिँड्न त। ल मेरो चाहिँ अहिले आजको आउटफिट छ। मलाई चाहिँ ब्ल्याक लाभा चाहिएको छ। म चाहिँ बिस्तारै लेख्छु, यतातिर पाउँदैन। ग्लोभ्स पनि यसो लगाइदिएको, गऱ्यौँ भने यसो प्रोटेक्सन त गर्नु पऱ्यो नि होइन। र तल चाहिँ मैले क्रक्स नै लगाइरहेको, चप्पल नै, जुत्ता लगाइएन। अब खोलातिर जाँदा यसो भिज्छ पनि, कति बोक्नु र सामान नजिक जाँदैन भनेर। अनि त्यही हो। अनि ब्याग चाहिँ मेरो ट्रेकिङ ब्याग, यहाँभित्र हाम्रो फुल क्याम्पिङको सामान छ। अनि यो चाहिँ मेरो हल्का फर्स्ट क्याम्पिङ भिडियो हो, त्यही भएर खासै मसँग क्याम्पिङको एक्सपिरियन्स नलेजहरू त अब त्यही हो, अलिअलि सेल्फ नलेज छ, एक्सपिरियन्सवाला नलेज चाहिँ छैन। जसले पनि गरिहाल्छ नि होइन। अनि पाहाडहरूमा बस्ने मान्छेहरूले गरिहाल्छ कि यस्तै हामी अर्कै तरिकाले क्याम्पिङहरू भनौँ न, साथीहरूसँग त गइरहेछौँ, नाइट स्पेन्ड गरिरहेको छौँ होइन। माथि टप लेकको डाँडाहरूमा बसेर भने अहिले चाहिँ प्रपर क्याम्पिङ चाहिँ हामी, यो चाहिँ डे क्याम्पिङ होइन। हाम्रो नाइट क्याम्पिङहरू पनि बवाल आउनेवाला छ। अब यो फर्स्ट क्याम्पिङ भएर पनि हो। आज यसो जस्तै बाइक किन्नुभन्दा अगाडि टेस्ट ड्राइभ गरे जस्तै हो क्या यो पनि होइन। त्यही भएर हामी यो चाहिँ टेस्ट क्याम्पिङ एज अ टेस्ट क्याम्पिङ हो हाम्रो, त्यही भएर चाहिँ डे क्याम्पिङ हुँदैछ। अनि बाटो नि बवाल छ यार, सबै बवाल हुनाले बवाल अप्ठ्यारो छ क्या होइन। त्यति हिँड्ने बानी परेको होइन। म अब बिस्तारै हिँड्छु, हिँड्ने बानी एकदम कम भएको थियो क्या आजभोलि। गाइस हामी चाहिँ अब अलमोस्ट आइयो भन्दा नि हुन्छ है। टक्क यता चाहिँ अब खोला छ, देख्न सक्नुहुन्छ। अब हामी चाहिँ यहाँबाट जान्छौँ अगाडि, अनि कुन खोला चाहिँ बेस्ट छ भनेर होइन, त्यसमा चाहिँ हामी हाम्रो लोकेसन फिक्स गर्छौँ र त्यही हामी हाम्रो फुडहरू आइटमहरू त्यही बनाउँछौँ, त्यही कुकिङ गर्छौँ, त्यही इन्जोय गर्छौँ। अहिले चाहिँ एक्ज्याक्टली चाहिँ यहाँबाट भन्न सकिन्न। वहाँ गएपछि जहाँ कम्फोर्टेबल हुन्छ होइन, हल्का शीतल पनि, अब घाम हुन्छ होइन, पकाउँदाखेरि त अलि गर्मी नै हुन्छ नि। साउन्ड आएको छ कि छैन है, यहाँ खोलाखेरि यत्रो साउन्ड गरिरहेको फेरि, र त्यही नै हो। अब हेर्नुपर्छ त कतिको थकाइ लाग्छ त तपाईँ? थकाइ लाग्यो अलि पछि मात्रै आएको, थकाइ केही पनि लागेन मलाई। थकाइ लाग्यो भने चाहिँ अहिले फेरि हिँड्दै जानुपर्छ।
ल त्यही नै हो गाइज कस्तो चाहिँ चप्पल टुटिसकेको छ बनाउँदैछ है हामी चाहिँ सुरुमा खाना बनाउनुभन्दा अगाडि चाहिँ हामी चाहिँ थोरै इन्जोय गर्छौँ है अहिले हल्का घाम पनि छ अहिले एकछिनपछि फेरि पौडिन सकिन्न पानी हेर्नु न क्रिस्टल क्लियर छ क्या फेरि होइन यस्तो बवाल छ पानी अब हामी एकछिन इन्जोय गर्छौँ एकछिन पौडिन्छौँ अनि त्यसपछि खानासाना पकाउँछौँ अनि त्यसपछि चाहिँ रियल इन्जोय हुन्छ हामी क्याम्पिङ टेन्ट पनि ल्यायौँ तर क्याम्पिङ टेन्ट चाहिँ हामी आज युज गर्दैन जस्तो लाग्यो मलाई चाहिँ हेर्दा अब यहाँ त गइरह्यो क्या $49 भइसकेको छ गाइज टाइम अब हाम्रो पौडेर सकिसकेको छौँ अब चाहिँ हामी हल्का यस्तो दाउरा साउरा खोज्नु पर्ने हुन्छ त्यसपछि हामी हाम्रो मासु पकाउनु पर्ने हुन्छ है त कता हुँदैन खाने फेरि हामीले यति पकायौँ भने खोलामा हो नि खान्छ ल अब चाहिँ हामी मासु पकाउनु तर्फ त लाग्छ हो त गाइज क्लिन वाटर नेचुरल वाटर है त्यो हल्का खोलाको हल्का फोहोर हुन्छ भनेर चाहिँ यहाँबाटको पानी भरेको यो चाहिँ यो नि खै सफा हो कि फोहोर थाहा होइन बट त्यो त देखेको छैन अब लगिदिउँ होइन सफै होला त्यही पनि हामीसँग फ्रेस वाटर पनि छ होइन त्यो चाहिँ हामीसँग क्यानमा छ यो चाहिँ अब मिटहरूलाई धुनको लागि मात्र हो होइन त्यही भएर यति भएपछि ठिकै छ ओ द वे यु क्यान सी गाइज अलमोस्ट फल डाउन ब्रो यहाँ चाहिँ अब अफ क्यामेरा जानुपर्ने हुन्छ है म चाहिँ के भन्छ अरे यसको नाम चाहिँ के हो यसको नाम के हो भन्न खुदे किरा अरे यार यहीँबाट गएको थियो है यहीँबाट यस्तरी गयो ए यो त्यसैले चाहिँ हो कि यो बालुवा यहाँबाट स्वाक 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 गर्दै गयो यताबाट हुँदै अनि एउटा यता गइसक्यो त्यो चाहिँ भर्खरै दुइटाको चाहिँ रेकर्ड गर्न पाएँ मैले खतरा भागिदिएर यार ल ठिक छ अनि अब हाम्रो यहीँ बनाउँछौँ खास त शीतलमा बनाउनु भनेको यो घाम चाहिँ कस्तो छ भने अहिले न्यानोवाला घाम छ क्या होइन यसले चाहिँ त्यस्तो गर्मी फिल भएको छैन त्यही खाना चाहिँ हामी यहीँ बनाउँछौँ र हाम्रो टेबल सेटअपहरू सब निकाल्छु है त म अब हामी आज हाम्रो टेन्ट चाहिँ युज नगर्ने निर्णय गऱ्यौँ होइन किनकि डे क्याम्पिङ पनि हो कि होइन अब त्यही भएर यहाँ चाहिँ टेबलहरू टक्कसँग हामी सेटअप गर्छौँ है त जल्छ
अनि हामीले चाहिँ यो भाँडोमा यस्तो माटो लगाएको छौँ किनभने कालो हुँदैन क्या अलि हैन त्यसो हुनाले अलि धुन सजिलो हुन्छ नि त। अनि हाम्रो आगो फुक्ने मास्टर चाहिँ यता छ के छ हौ ऊ लाइटर पछाडि छ है लाइटर नि बुफर छ नि फेरि हामीसँग त फेरि ग्यास बढेकै छ ल कसरी हो प्लास्टिक दिम थोरै बाल्नलाई लुकै ल उसले चाहिँ अब आगो बाल्दैछ यतिकै नबल्ने भएकाले हामीले चाहिँ यो थोरै प्लास्टिकको टुक्रा युज गर्दैछौँ है आगो बाल्नलाई जले हाम्रो यता मास्टर हुँदा हुँदै अनि चस्मा लाएर बाल्न यार यता हेर्दा एकचोटि उफर देखिया त यार आगो नै त बल्दैछ है। अनि हाम्रो सेटअप टेबल टक्क यहाँ छ खास गरी त मेरो प्लानिङ चाहिँ मलाई वहाँ राखेर टेबल टक्क सेन्टरमा यता यता यो कुर्सी राखेर चाहिँ वहाँ खाने प्लानिङ थियो लास्टमा तर यो उस हुँदो रहेछ कि यो जुन रड छ नि त्यो चाहिँ पानीमा हल्का धस्ने भएकोले हामीले चाहिँ सब यही बसेर खाने हाम्रो फाइनल डिसिजन भइसकेको छ गाइज। अनि त्यही हो अरू त्यहाँको भएको सबै सामान अब म टेबलमा ल्याएर राख्छु त्यसपछि अनि मात्र म भिडियो सुट गर्छु है त। कति हो आवेश थियो हामीले कागज चिसा ल्याउन भुलिएछ नि अम्ले हाल्यो नि हुन्छ कागज जे हाल्यो नि हुन्छ कि भिनेगर हाल्यो नि हुन्छ भिनेगर सबै जे हो भने ल्याउन भुलिएछ बिचले काटेको चाहियो नि त बिचलाई हाम्रो चाहिँ यता मासु पाक्नको लागि टाइम लाग्ने भयो हैन तर हामी चाहिँ एकछिन कुरकुरे र कोक हान्दैछौँ कुरकुरे त यति मात्रै छ यति चल्छ नेपालमा ओहो आउँदाखेरि ए यहाँ इस्सेना आउँदाखेरि यो धेरै हल्दैछ नि त ब्यागमा त्यो धेरै यो रियाक्सन दियो कि कोकले मलाई त फाइदा हुने भयो नि यार मेरो त गिलास ठुलो छ नि यार थपी खा अब हैन ल अलि भुइँमा राख्नुपर्ने टेबल यता दूर छ यो खोल त अलि खोल त यार मर्मत गर्छ अब कुरकुरे खान्छौँ हामीले चाहिँ मासु हालेको चाहिँ बनाउन हल्का भुल्ने क्या मैले होइन हालेपछि मात्रै भिडियो बनाइयो हाम्रो चाहिँ चिकन गइसकेको छ हाम्रो मासु चाहिँ पाकिसकेको छ है गाइज हामीले यहाँ खनाउनु पर्ने हुन्छ यो भाँडो हल्का फोहोर हो फोहोर भन्दा नि फरेन लगाएर फोहोर बनाएको हो नडर्यो भनेर
गाइज रियल ग्रेभी सहितको मासु यस्तो हुन्छ। कागती ल्याउन भुलेछ तर केही छैन। फेरि बवालै छ नि। अर्को रस्टी खै भरि नहाले मेरो ढक्का लाउनु भयो 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 ठाउँ चाहिँ भरिहाल्छ के भन्नु मासुन चाहिँ खानु सँगै अलि ल्याउनुपर्छ तर ठिकै छ। कस्तो लागिरहेको छ नि तँलाई? एकदम मिठो छ है। खाना खाइरहेको थियो है। फेरि पनि उतापट्टि त्यो अहिलेको के अरे खुदे के भन्छ कि यसलाई इङ्ग्लिसमा मलाई थाहा छैन है एक्ज्याक्टली नाम। हेर्नु न यही छ क्या एउटा उहाँ छ अनि अर्को यता यिनीहरू पनि पिकनिक मनाउन आएको कि के हो भनेको यतै आउँछ क्या। ठिकै छ जसरी हामीले इन्जोय गऱ्यो उसलाई पनि इन्जोय गर्ने होइन पुरै अधिकार छ। ल उसलाई डिस्टर्ब नगरौँ अब हामी चाहिँ हाम्रो इन्जोय गरौँ है त यता हाम्रो नजिक आहा छोड्दै यही आहा अहिले त है लास्ट नजिक छ हामीले चाहिँ हेर्दा आऊ तिमी पनि खानको लागि आऊ भाग्यो त्यतै छ उता गयो अहिले चाहिँ हेरिरहेको थियो है। Guys, right now the time is 5:42 हैन। हामी चाहिँ टक्क आजको हाम्रो डे आउट के पिकनिक टाइपको भनौँ न। अब क्याम्पिङ भनेपछि चाहिँ हामीले टेन्ट पनि लिएर आएको ल्याउनलाई तर टेन्ट चाहिँ अब लगाएन। यहाँ त्यस्तै वातावरण त्यस्तै भयो। टेन्ट लगाउन खासै वर्थ इट लागेन होइन आज क्याम्पिङमा। तर जे भयो भने हामीलाई चाहिँ एकदम बबालाई इन्जोय गरियो र देख्न सक्नुहुन्छ है हामीले छट्टै यस्तो यहाँको 360 दिन्छु है त म हेर्न सक्नुहुन्छ है। हामीले केही फोहोर गरेँ होइन केही फोहोर पनि छोडे होइन। यो नेचुरल अब दाउराहरू चाहिँ यहीँ रहन्छ होइन। यो त फोहोर हुँदैन यस्तो त्यही हो देख्न सक्नुहुन्छ है त। हामी केही फोहोर गरेनौँ जे सामान लिएर आएको थियौँ त्यो सब वापस ब्यागमै छ। यदि भने चाहिँ आजको तपाईँहरूलाई डे आउटडोर पिकनिक टाइपको भनौँ न कस्तो लाग्यो। अब हाम्रो नेक्स्ट भिडियो चाहिँ अब क्याम्पिङकै हुन्छ भन्दै आजको भिडियो एन्ड गर्न चाहन्छु। मन पऱ्यो भने यसो लाइक सेयर सब्सक्राइब भन्न नभुल्नु होला भन्दै ल यहाँ के लाग्छ हुन्छ ल लगाइस् बाई बाई भन्छ बाई बाई जय नेपाल।